देखे तिहरीलाई स्पष्ट नगिचै अङ्कुरजीले जब गर्दै स्वागत प्रेमले भर लगे गोविन्दलाई तब राखी आसनमा सहस पहिले लिङ्गनादि गरी पूजा ती जनचेतनको गरिले भक्ति र श्रद्धा गरी पाउको जलगृहमा रतनमा छर्केर राम्रो गरी माला चन्द्र दिवी वस्त्र गहना अर्पेर पाउ परी राखी पाउ दुवै सफा प्रभुजीको आनन्दले काखमा थाले ताप्न भनेर नम्र भौतै उत्साहका साथमा हाम्रो भाग्य खुल्यो र भाइ सहितै त्यो कंस जो मारियो पापी दुष्ट थियो कलङ्क कुलको काडासरी त्यो गयो हाम्रो वंश भयो पवित्र सहजै सन्ताप सारा टरी आए बन्धु विदेशीय जति सबै आनन्दमा ती परी हे स्वामी करुणा निदान प्रभुको माया छ यस्तो भनी जान्दैनन् सहजै गुणै सहजले देवताहरूले पनि आदि मध्य र अन्त छैन प्रभुको जो छौ सदा निर्गुण लीला गर्न भनी सगुण नै शिक्षा दिने सद्गुण प्राणीमा पनि रूप व्यापक स्वयं कर्मै विचार्ने पनि स्वामी नै भई बक्सिनुहुन्छ अर्दा केही छैन अर्को अनि यो संसार उतार्नलाई पनि ता स्वामी बिनाको अरू होला केही छैन विचार गर्दा ठुलो तपस्वीहरू गर्छन् ध्यान सदा उनी चढको राखेर भक्ति अति तर्छन् यो भव सिन्धु पार सहजै यही मार्ग रोज्ने जति।